राम्रो कुरा क्लासको यो थियो कि क्लास सक्यो। After procrastinating all these years, मैले फाइनल इयरको फाइनल डेमा त भिडियो बनाउनै पर्थ्यो। सो म उठेँ अनि खाना खाएँ। मान्छेहरूले ब्रेकफास्ट खान्छन् होला, म डाइरेक्ट खाना खान्छु। अनि चाहिँ आम एडिक्टेड टु मोही। लिटरली 2 पाइला मात्र धेरै हिँड्न नपरोस् भने म दाइको गाडीमा जान्छु। अनि गाडीमा नै गएर हतार भएको हुन्छ पहिला त। अनि बल्ल त्यहाँ गएर के बिग्रेछ भनेर मिलाउँछु। के हतार गर्दै हिँडेँ नि, तर के गर्नु, आफ्नो नै बिर्सुछु। अनि आज चाहिँ एचओडीको क्लास छ। गड, लास्ट डे भएको हुनाले चाहिँ आम kind of emotional as well. अनि retrospectively हेर्दाखेरि के चेन्ज भयो भन्दाखेरि चाहिँ एउटा कुरा that has not changed. चेन्ज भयो भन्दा पनि what hasn't changed is म लेट हुन्छु सधैँ। अनि I'm already late and I don't know why am I shooting this video. तर फर्स्ट डेको इन्थुजियाजमले त्यसपछि चाहिँ म लाइब्रेरी पुगेर आजकल ओइ नपढ भन्दै थिएँ। पढ्छु क्या, लास्ट डेमा नै पढ्छ र यस्तो हुन्छ कि लास्ट दिनसम्म पनि हामी एक्जाम दिइरहेको हुन्छौँ। अर्को पनि छ डायबिटिज प्लस हेर्नुहोस्, मैले फोटो मात्रै खिचाउने एप्रोन पनि लिएर आएको छु। त्यो एप्रिल लाउनु पाइँदैन रे आज है, स्ट्रिक्टली अनअलाउड रे। किन? मैले होइन नि त त्यही भएर। त्यसपछि चाहिँ हाम्रो लास्ट क्लासको लागि हामी गयौँ। एकदम खतरा होइन, हाम्रो मेन प्लेयर चाहिँ यहाँको क्लासको राम्रो कुरा क्लासको यो थियो कि क्लास सक्यो। क्या बात है सर, क्या बात है। यसपछि हामी सेलिब्रेट गर्नलाई बाहिर जाने भनेको रवि चाहिँ गायब भयो। तर हामीले रविलाई पक्रिहाल्यौँ अनि सबैजना सिक्वा बाइक किलो गयौँ। रविको बर्थडे चाहिँ कुन जमानामा थियो, तर हामीले के काटेको थिएनौँ कि, अनि त्यही भएर केक काट्यौँ। हामीलाई मात्र हो कि के हो, यो रकेट क्यान्डल चाहिँ कहिले बल्दैन भने के भएको यस्तो। पैसा तिर्ने बेलामा चाहिँ नि दृष्टिले तिरी, किन भन्दाखेरि हाम्रो ग्रुपमा आउनको लागि पैसा पे गर्नुपर्छ गाइस। त्यसपछि चाहिँ हामी सबैजना आफ्नो ठाउँमा लाग्यो।